एभ्रिवान, गुड मर्निङ, नमस्ते, नमस्कार। हामी चाहिँ अब भर्खर रुमबाट निस्क्यौँ र ससुरालीसम्म जाँदैछौँ हामी हिँडेर। काठमाडौँमा आज घाम यस्तो मजाको लागेको छ। यो चाहिँ हामी उता राजा आऊ देश बचाऊ भन्नेतिर गएको थियौँ। त्यताको चाहिँ भ्लग मैले बनाउन सकिनँ किनभने त्यहाँ चाहिँ अलिकति आन्दोलन अलि चक्रो थियो। त्यो आन्दोलन एकदमै चम्केको थियो कि आन्दोलनमा अनि धेरै फेरि भिडियो गर्दै गयो भने कसैले केही गरिहाल्छ कि भन्ने डर पनि थियो मनमा। सो ठिक छ, हामी जाँदैछौँ। मेरो पुच्ची जाँदैछ अगाडि पछि म जाँदैछु। सो हामी चाहिँ अबको यात्रामा टक्क माथि गयो, अलिकति दर्शन गर्नु पऱ्यो। मेरो रुम चाहिँ त्यहाँ नजिकै हो। भर्खर रुमबाट निस्केको म। रुमबाट निस्केपछि अब दर्शन गरिन्छ एकचोटि माथि, त्यसपछि त्यहाँ हुँदै उतापट्टि हो ससुराली। उतापट्टि ससुरालीमा पुग्छु एकछिन म। ससुरालीमा ज्वाइँ सिम्पल तरिकामा जाँदैछ, त्यति धेरै ठुलो पनि छैन। बाँकी भिडियो म त्यहाँ गएर मेरो सासु आमा ससुरावाला पनि देखाउँछु म। अनि हामी चाहिँ जाँदैछौँ सिम्पल। मेरो बुढी पनि सो सिम्पल हो होइन। सो बाँकी यतै जानु होला। तपाईँहरूलाई रमाइलो ठाउँ देखाउँदैछु। यो चाहिँ बालेन सिटी हो। बालेन सिटीको चाहिँ एउटा यो किर्तिपुरको एउटा नजिकै छौँ हामी। किर्तिपुरभित्र नै हो। त्यो स्कुल छ उतानिर। अनि यतिखेर देखाउँछु म बस्ने घर चाहिँ उता गुलाब कलरको घर हो। त्यहाँनिर भाडामा बस्ने घर चाहिँ आफ्नो घर छैन गाइज, भाडामा बस्छौँ हामी पनि। सो थाकेछु, अलिकति सक्नेछु। अनि हिजोको कुरा गर्दाखेरि चाहिँ गाइज अब राजा आऊ देश बचाऊ र राजा विरुद्ध हाम्रो कमरेड प्रचण्डजीको पनि हिजोको आन्दोलन तपाईँहरूले समाचारमा देखिसक्नुभयो होला। दुईजनाको सब नै त्यहाँ थियो होइन। दुईजना मरिसकेका रहेछन्। एउटा पत्रकार रहेछ। प्रायः जसो धेरैले चाहिँ भनेको छ कि पुलिस प्रशासनको चाहिँ ज्यादा चाहिँ धेरै भयो भन्ने रहेछन् होइन। कसैले चाहिँ के भनिरहेछन् भने सबै राजनीतिकमा प्रचण्डको चाहिँ हात छ भन्ने कुराहरू गरिरहेछन्। ठिक छ। सो गाइज अब चाहिँ म चाहिँ मन्दिर नजिक पुग्न लागेँ। म मन्दिरको देखाउँछु। पहिला रुखहरू थिएन, त्यो कारण चाहिँ यस्तो दामी आउँथ्यो भ्युज होइन गाइज। सो अहिले चाहिँ यस्तो आइरहेछ काठमाडौँ। जस राम्रो छ। नाइट देखाउँछु म भोलि पर्सि। सो भलक मेरो यस्तो हुन्छ मन्दिरमा। यो चाहिँ बाघ भैरव मन्दिर अरे होइन, पूजा गरिरहेछन् यहाँ। कस्तो छ तिनीहरू हाँस्दैछु को हो? अन्त तँलाई चिनेको साथीहरू यस्तो भयो बानी मेरो बुढीको। यहाँ विदेशी कान्छाहरू छन्। जय जय। यो मन्दिर हो म्यान मन्दिर हो गाइज है। बाघ भैरव किर्तिपुरमा रहेको बाघ भैरवमा छौँ हामी अहिले यतिखेर।
यस दर्शन गरिन्छ यस्तै हो गाइस सो कतिपय ठाउँहरू नदेखेको ठाउँहरू हुन्छ नि त सो त्यो एक्कासी देख्दाखेरि चाहिँ हुन्छ नि त उताबाट हामी छक्क निस्क्यौँ उताबाट निस्केर एकदम यस्तो छ भ्याली त देख्नुभयो तपाईँहरूले होइन अनि भ्याली देखाएँ यतापट्टिको अब यतापट्टिको हेर्न चाहन्छु भने म यतापट्टि पनि देखाउँछु ए हो गर्मी छ है Look at me. यता पोखरी छ जस रमाइलो ठाउँ छ गर्मी छ ज्याकेट नलगाएर आयो भने चाहिँ तर केही छैन यो चाहिँ बुढाबुढी हो भनेर चिनाउनु भनेर चाहिँ हामी कपाल भएर हिँडिसकेपछि कपाल चिज देखाउनुपर्छ सो त्यो देखाउनु हुँदो रहेछ गाइस भिडियो हेर्दै गर्नु होला